Atas पनि खै Halo. अरे सेवार एउटा हात छ त हात कहाँ हुनुपर्छ ल है हामी त लाग्यो त आज हाम्रो साकेला उभौली हङकङमा बनाउने गइरहेछ ठ्याक्क आज बुद्ध जयन्ती पनि परेछ यहाँ यसरी बस लाग्छ जोडनबाट बस चढेर हामी जानेछौँ ल है बसमा चढ्यो अब खलासी दाइले भाइ हो भाइ नै होला पैसा टिकटको पैसा उठाउनु खलासी भाइ गाह्रो छ हजुर होइन यो बारेमा चाहिँ होइन साह्रो भिडियो ल्याएर यो बारेमा सुटुकै भन्नुपर्ने हुन्छ गाह्रो ए कन्जेसन हुँदैन सानो हुनुपर्ने हो के अरे होइन होइन हुन्छ होइन हुन्छ जोक गरेको मलाई राम्रो लाग्छ होइन ठिकै छ पनि कन्फ्युज भएको छ उहाँ के भन्ने होइन यस्तो सुविधा गरिदिनु भएको छ यो त हामी चाहिँ आइपुग्यौँ ताइथङमा अहिले यो जग्गालाई ताइथङ भन्दो रहेछ ए दिदी छिटो आउनु भयो त नि ए ल नमस्ते सँगसँगै भएछ है ल अहिले चाहिँ यहाँ हाम्रो दाइ भाइ बधाइनीहरू ए ल नमस्ते सबै दिदीले गर्दाखेरि हो नि अनि यो त पासिलिङमाले गाडी गरेर मलाई त्यति लाग्यो अरे ठुलो पर्यो अब सानो घर यता चाहिँ सेवारो अरे भन्दै कतिखेर आउनुभयो सेवारो अघि नै आएको हामी पहिलेको सेकेन्ड पहिलेको देखाएको छु नि तपाईँ भर्खर आउनुभएको लाइभ हो कि के हो होइन यसो रेकर्ड गरेको मेरो पनि आउने भयो अब ए छोरी मेरो छ नि त छोरी हाउ आर यु यु आर इन द ओहो नमस्ते आर यु ओके गुड Welcome to my house, bro. ओके है ब्रो है ठिक छ हामी चाहिँ आउँछौँ ल Dadu, I'm looking at you. पहिला आउनुहोस् ल के हो भाइ माथि जाली ए त्यो त माथि जाँदै दिन्छ नि अरूलाई दिँदैन यहाँ बिबिक्यूको कार्यक्रम पनि व्यवस्था गरेर छ म त सरप्राइज भयो त हौ भाइ हजुर दाजु ल है त ओहो यो ल है धन्यवाद है सकेर बनाऊ जाउँ यसो एडजस्ट गरौँ चुल्हाहरू यो राम्रो स्वागत हो रहेछ हजुर हजुर सुभनियर किनभने यहाँ आएर सुभनियर लिएर जानुहोस् भनेर हो सुरु भइसकेको कार्यक्रम अब नाप्ने पनि छिट्टै भइहाल्छ हजुर यस्तो पनि रहेछ यहाँनिर सबै चाँदी हो नेपालको हजुर चाँदीको 92%। यो चाहिँ यार्ली केटा मान्छेहरूको लागि पनि छ यहाँ सिलामसाङमा त्यो राईहरूको अनि यो बुन्छुकको पिनहरू पनि छ अरे अरे नमस्ते ल है ल ल ल ल ल तल बसिएछन् ल नमस्ते है सबैलाई आ छोरी यता हेर खै बाबा बोलिस पापा पापा सोध्दैछ पापालाई ल बिबी के हुनुहुन्छ यहाँनिर हाम्रो भाइको म एक राउन्ड लान आउँछु ल आज मौसम पनि एकदम राम्रो छ एकदम शीतलै छ र अहिले भर्खरै कार्यक्रमहरू सुरु हुँदैछ अब बिस्तारै नाच साकेला नाच पनि सुरु हुन्छ ल यस्तै छ यहाँको आजको माहौल जस्तै साकेलामा हाम्रो पूजा थान गर्छ नि
यो पूजा थान यहाँ रहेछ पूजा थान। हङकङ जस्तो व्यस्त सहरमा पनि पानी किनेर खानु पर्यो। हाम्रा अतिथिज्यूहरूले हाम्रो यहाँनिर चाहिँ निमन्त्रणलाई स्वीकारेर विभिन्न यहाँ संस्थाहरूको आइदिनु भएकोमा र हाम्रो आफ्नो चाड सम्झेर सबै आउनुभएका सम्पूर्ण मानवहरूलाई किराँतका तर्फदेखि र मेरो व्यक्तिगतदेखि हार्दिक हार्दिक स्वागत टक्राउन चाहन्छु। र यहाँहरूलाई भर्खरै गइरहेको हाम्रो नेपाली सम्वत 2023 सालको पनि र उभौली साकेलाको हार्दिक हार्दिक शुभकामना गर्दै समयको बावजुदले गर्दाखेरि मैले धेरै भन्नु थियो र साकेलाको बारेमा यहाँले केही कुरा राख्नु भनेर भन्नुभएको थियो। मैले साकेलाको बारेमा भन्न थालेँ भने करिब 2 घन्टा लाग्छ प्रश्न भन्दाखेरि। त्यसले गर्दाखेरि तलमाथि गर्दै नमिलाइकन हुनसक्छ, यहाँले त्यसरी नसोच्नुहोला। हाम्रो साकेला भनेको चाहिँ वास्तवमा हाम्रो उद्यमी धामीहरूले एउटा सपनामा देख्छ र त्यो सपनाबाट चाहिँ के अरे साकेला चाहिँ गाउँघरका सबै आफ्ना बुढा बुद्धिजीवी बुढापाकाहरूलाई भेला पारेर चाहिँ पूर्णेको 7 दिनभित्रमा चाहिँ उनीहरूले चाहिँ त्यो साकेला निकालेर त्यो चाहिँ हाम्रो भुइँ एकदम ठुलो देउता हो। त्यो देउताको पूजा गर्दाखेरि चाहिँ त्यो देउता चाहिँ हाम्रो के हुन्छ भने अन्नबाली कुन अन्नबाली हुन्छ त्यो देखाउँछ हाम्रो साकेलाले। कालो अन्नबाली भन्छ भने कोदो मकै धेरै हुन्छ र सेतो देखाउँछ धान मकै हुन्छ भन्ने त्यस्तो किसिमको हाम्रो पहिचान छ र एकदमै शक्तिशाली हाम्रो यो साकेला भन्ने चाहिँ एकदमै शक्तिशाली हुन्छ। त्यसले गर्दाखेरि साकेलाको बारेमा सबै भन्दै जानु भने 1 घन्टै लाग्ने हुन्छ। र हामीले चाहिँ साकेला उधौली चाहिँ पितृ र प्रकृति पूजाको हामी उधौलीमा चाहिँ हामीले साकेला उधौलीमा चाहिँ हामीले चाहिँ पितृ र प्रकृतिलाई चाहिँ के अरे अन्नबाली चाहिँ हाम्रो खाना पुगोस् र सबै पशु पक्षीहरूलाई चाहिँ हाम्रो के अरे रोग नलागोस्, मानव जातिलाई कसरी रोग नलागोस्, उधौली पूजा पितृ प्रकृतिलाई पूजा गरेर हामी साकेला नाच्छौँ भनेदेखि उभौलीमा पनि अन्नबाली लाउनेमा चाहिँ पितृ र प्रकृतिलाई हामीले चाहिँ हाम्रो अन्नबाली चाहिँ कमाइ राम्रो होस् र अन्नबालीले चाहिँ हाम्रो के अरे केही रोग नलागोस्, हाम्रो जीवित प्राणीहरू पशु पक्षीहरूलाई केही रोग नलागोस् भनेर चाहिँ के अरे हामीहरू मानिसहरूलाई कसैलाई केही रोग नलागोस् भनेर चाहिँ उभौली हामी पितृ र प्रकृतिलाई पूजा गरेर चाहिँ हामी उभौली साकेला नाच्दछौँ। हाम्रो साकेला यही हो र हाम्रो साकेला हाम्रो यहाँ साकेला खास हाम्रो साकेला देउता थान छैन, हामी साकेला चेउलीमा हामी नाच्दैछौँ। यति भन्दै म साकेलाको बारेमा मिलाएर भन्नुपर्दाखेरि धेरै लामो छ, अलिक अपुग भएको छ। यो 2 मिनटमा भन्नुपर्ने भएकोले गर्दाखेरि तलमाथि केही भएको होला, यसमा यहाँले अन्यथा नसोचिदिनु होला। र यहाँहरूलाई फेरि पनि साकेला उभौली र 2083 को शुभकामना हार्दिक स्वागत। यहाँलाई यस कार्यक्रममा उपस्थित भएको हार्दिक स्वागत गर्दै म मेरो आफ्नो स्वागत मन्तव्य अन्त्य गर्दछु। जय किराँत, थ्याङ्क यू भेरी मच। धन्यवाद। सुन्ने पारुहरूले तपाईँ हामी सबैलाई आशीर्वाद दिइरहनु भन्दै उद्घाटन हाम्रो कार्यक्रम उद्घाटन भइसकेको छ र हामीसँग सम्मान कार्यक्रम रहेको छ र सम्मान कार्यक्रममा कुबिमी ज्यूलाई फेटा गुताउनेछ र कुबिमी माइत्र ज्यूलाई फेटा गुताउनको लागि फेटा गुताउने क्रममै सिलिमोपा र सिलिमोवा सरिता राईजी र प्रकाश राईज्यूलाई पनि म यहाँ आइदिन म हार्दिक अनुरोध गर्दै
फेटा गुथाउनको लागि उहाँहरू दुई प्रकाश कोइल र रामचन्द्र कोइलजीलाई म हार्दिक अनुरोध गर्दछु। हार्दिक अनुरोध गर्दछु। सिलिङ ओमालाई चाहिँ हाम्रो सल्लाहकार केन्द्र रहेका हङकङका सल्लाहकार बसन्त कुमारी दिदीलाई म अनुरोध गरेँ र बर्खेडा र उहाँलाई सम्मान गरिदिन म हार्दिक अनुरोध गर्दछु। त्यहाँ मेनुका बहिनी हुनुहुन्छ। यतै बस्नु। तपाईँको हातमा सायद यो पुस्तक पुगिसकेको छ होला। महासचिवज्यू अलिक छिटो गरिदिनु होला। यहाँ नाच्नको लागि सबै अत्तालिराख्नु भएको छ। अनुरोध गर्दछु। आशा छ सम्पूर्ण हाम्रा अतिथिज्यूहरूले किताब पाइसक्नु भएको छ र आजको यस किरात राई प्रकाश प्रतिष्ठानद्वारा निकालिएको हेलेम्बर स्मारिकालाई म यही उद्घाटन गर्न गइरहेको छु। म काउन्ट गर्न चाहन्छु। 1 2 3। हेलेम्बर स्मारिकालाई मात्रै अहिले र एकछिन अर्को हाम्रो फेरि हुन्छ। मैले दुईवटा एकचोटि गरेको छैन। धन्यवाद तपाईँहरूले यो हाम्रो हेलेम्बर स्मारिका लोकार्पण भइसकेको छ र अर्को हामीसँग लोकार्पणकै कार्यक्रम रहेको हाम्रो लेखक श्री उत्तरसेन राईजीबाट लेखिएको हृदयभित्र लुकेको तरङ्ग नामक पुस्तक रहेकोले त्यो किताबलाई पनि तपाईँहरूले उल्टोसँग राखिदिनु होला र मैले 1 2 3 भनेपछि फेरि सुल्टो बनाइदिएँ। म हार्दिक अनुरोध गर्दछु। फेरि मैले काउन्ट गरेँ 1 2 3। सम्पूर्णलाई धेरै धेरै धन्यवाद। आजको यो विमोचन कार्यक्रम सकिएको छ र त्यसपछि हाम्रा विमोचनपछि मैले हृदयभित्र लुकेको तरङ्ग पुस्तकको बारेमा 2 शब्द 2 मिनट बोलिदिनको लागि ल बिबीक्यू सुरु भयो। हेर्नुहोस् यसरी हामीले जुगाड गर्न सकिन्छ है। हजुर भाइ त्यो कसको आइडिया हो तिम्रो भाइ? यो जुगाड क्या यो राम्रो छ एकदम राम्रो हेर पोले त भाइ पहिला सेफ हो क्या हो? तपाईँले रोपेको हो कि तपाईँले नै पोल्नु भएको हो कि अहिले फोटो भिडियोमा मात्रै एक्टिङ गर्नु भएको? यो मैले पोलेको नि कस्तो त म एकदम राम्रो बिबीक्यू स्पेशलिस्ट एकदम फोटो खिच्नु ल हाम्रो अहिले जिबी ग्रुप हल्का रमाइलो गरिरहेछ। सुन्दर पाठ पनि आउनु भएको रहेछ। ह्यापी सकेला अनि ह्यापी मजदुर दिवस। लेबर डे also। Why Iron lady these days no contact with us? Why? अघि नाचेर आइसक्नु भएको रहेछ हाम्रो। नाचेर खाएर कति गर्नुभयो? अघि आएको नि। ल मैले देखिनँ नि त। तपाईहरु यहाँ हुनुहुन्छ। तपाईलाई अघि यहाँ सोधेको एकदम बिजी छ ब्लगर। थ्याङ्क यू फर कमिङ है। ल यता
फेरि भन्नुहोस् त तपाईँ के मेरो चाहिँ सम्रागी होइन SAMRAYGG 29 छ सब्सक्राइब गर्नु ल भ्लगर युट्युबरहरूले एकअर्कामा ल अब चाहिँ साकेला सुरु भएछ है यसरी हामी हङकङमा चाहिँ वर्षमा उधली उभली यो पटक चाहिँ उभली हो यो एकदम भव्य साथ मनाउँछौँ ती बिजी स्केचरको साथ पनि हामी नेपालीहरू यसरी आएर एकदम रमाइलो गर्छौँ होइन आफ्नो संस्कृति भाषाहरूको हामीले माया गर्नुपर्छ हामी राईहरूले यसरी नै साकेला लिम्बूले चोसाक तमान अरे बहिनी यहाँ हाम्रो बहिनीलाई भेट्यो खुसी लाग्यो हेलो आराम छ जयहरू नानीहरू यता हुन्छ म आई हल्का यसो एक दुईवटा भिडियो खिच्दै हिँडेको म एक्लै छु अहिले ओ के अरे भाउजूहरू त नेपालमा हुन्छ नानी चाहिँ एकदम भलिबल खेल्नु अहिले भेटौँ न त दाइ ल ल यता हो हजुर ल ओके ओके हाम्रो भाइहरूलाई पनि भेटेको छु ठ्याक्क यसो भिडियो सानो क्लिप ल्याइदिएको छ ल ल को कसले ल्याउनु अब हामी दाइहरू अगाडि जानुहुन्छ नि त नचिन्ने भएर आउनु भयो सबैजना यहाँ फोडाइदिनु हामीलाई ल भइहाल्छ तिनजनालाई फोडाइदिनु तिनजनालाई हाम्रो यहाँ साथी बुढे साथी मिलन साथी लाइभ हेरिरहेको छु नि सर हो सर बिजी हो यता हो नि अरू के छ त खोइ यता साम्पलबाट टिकट लिऊँ न एउटा हजुर हजुर आएर हुन्छ म त हुन्छ हुन्छ हजुर नमस्ते हजुर नमस्ते ओहो नमस्ते आराम हुन्छ हजुर याद छ नि होइन होइन यहाँ सिट नि यहाँ त एउटा खिच्न त राम्रो मेरो भान्जी नातिनी भेट्यो
अङ्कल हाई गरे खै अङ्कल हाई उता अङ्कल हाई हाई गरे खै यता
भेटघाट गरी साकेला नाचौँ सिलीको भागैमा भेटघाट गरी साकेला नाचौँ सिलीको भागैमा मखमली चोली छिटको गुन्यो कम्मरै भाँचेर ढोल झम्टा ठोक्दै भूमिको पूजा सम्झना साँचेर ढोल झम्टा ठोक्दै भूमिको पूजा सम्झना साँचेर हे हजुर ढोल झम्टा ठोकी नाचेर सोई सोई हो कुलहा सोई सोई हो कुलहा सोई ढोल सोई अर्को ढोल खोइ सोई ढोल सोई अर्को ढोल खोइ सोई 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 शिरैमा शिरफुल नाकैमा ढुङ्ग्री बुलाकी झुन्डेका दौरा र सुरुवाल पटुकी कसी खुकुरी भिरेको हाम्रो दिलीप दाईलाई पनि भेट्यो भनेर खुसी लाग्यो एबर किन हाम्रो दिलीप दाई अस्ति रमाइलो आज रमाइलो भइरहेछ यहाँनिर साकेलामा वर्षौँदेखि नभेटेको साथीहरू दाईहरू हाम्रो आफन्तहरू होइन भेटेर एकदम ल त सबैलाई यहाँ उभली यस वर्षको उभली साकेलाको सबैलाई शुभकामना ल अनि तपाईँहरू पनि यसरी नै आफ्नो संस्कृति आफ्नो वेशभूषा यसलाई माया गर्नुहोस् है आजलाई नेक्स्ट इयरको साकेलामा भेट्ने आशा गर्दै सबैलाई यो साकेलाको फेरि पनि मङ्गलमय शुभकामना है हस्त सी द नेक्स्ट ब्लग बाबा